नमस्कार अनि सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म प्रतिभा न्यौपाने आज एउटा छोटो भिडियो लिएर उपस्थित भएकी छु। म आफैलाई धेरै लामो समयदेखि बनाउन मन लागेको पेन्टिङ मयूरको आज त्यसकै भिडियो लिएर म उपस्थित भएकी छु। मयूर एउटा सुन्दर चरा मात्र नभएर भगवानकै एउटा उत्कृष्ट कृति हो भन्दा गलत नहोला। यो धेरैजनाको रोजाइमा पर्छ, त्यसैले पनि होला ढिलो छिटो सबै चित्रकारहरूले आफ्नो कार्यकालमा मयूरको पेन्टिङ बनाएकै हुनुहुन्छ। मैले सुरुमा यो पेन्टिङ बनाउँदा यसको ब्याकग्राउन्ड चाहिँ फोटोग्राफ जस्तो बनाउन खोजेको थिएँ, तर पछि फेरि आफैलाई चित्त बुझेन, किनकि पेन्टिङलाई चाहिँ फोटोग्राफ जस्तो देखाउन खोजियो भने पेन्टिङको महत्त्व रहँदैन। पेन्टिङ चाहिँ पेन्टिङ नै जस्तो देखियो भने बल्ल त्यसको महत्त्व रहन्छ। हाम्रो हिन्दू परम्परा अनुसार मयूरको विशेष स्थान रहेको छ। भगवान कार्तिकेयको वाहन मयूर र भगवान श्रीकृष्णको मुकुटमा सजिएको मयूरको प्वाखलाई प्रेम, सौन्दर्य र दिव्यताको प्रतीक मानिन्छ। त्यही कारणले धेरै मानिसहरूले घरमा मयूरको चित्र वा मयूरको प्वाख राख्न रुचाउनुहुन्छ। परम्परागत विश्वासअनुसार यसले घरमा सकारात्मक ऊर्जा, शान्ति र समृद्धिको वातावरण ल्याउँछ भन्ने मान्यता छ। कोहीले भने यसलाई सौभाग्य र सुरक्षाको प्रतीकको रूपमा पनि हेर्नुहुन्छ। यद्यपि विश्वासहरू सांस्कृतिक र धार्मिक परम्परामा आधारित छन्, यसलाई वैज्ञानिक रूपमा प्रमाणित गरिएको आधार मैले कतै भेटिनँ। तर पनि एउटा कुरा भने निश्चित छ, मयूरको सौन्दर्य र यसको आकर्षक उपस्थितिले कुनै पनि स्थानलाई जीवन्त र मनमोहक बनाइदिन्छ। अझ वर्षायाम सुरु हुनुअघि मयूरले आफ्नो पुच्छर फैलाएर नाच्ने दृश्य एकदमै रोमाञ्चक लाग्छ सबैजनालाई। धेरै मानिसहरूले यसलाई वर्षा बोलाउने नृत्य भनेर पनि बुझ्नुहुन्छ। यो पेन्टिङ मैले एकैचोटिको बसाइमा सकाएको होइन। मैले दिनको 1-2 घन्टा समय दिएर यसलाई लगभग 20 दिन जति लगाएर बनाइसकेको हो। सुरुमा चाहिँ यो पेन्टिङ बेच्छु जस्तो लागेको थियो, तर पछि आफैलाई एकदमै विशेष लाग्यो, त्यसैले म यो पेन्टिङ कहिले पनि बेच्न भने सक्दिनँ। तर मैले मयूरको अरू कुनै पेन्टिङ बनाएँ भने चाहिँ म पक्कै त्यसलाई सेलमा राख्नेछु। यहाँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला, अथवा मलाई मेसेज वा प्रत्यक्ष रूपमा भेटेर पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। जाँदा जाँदै भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनुहोला र च्यानललाई सब्सक्राइब गरिदिनुहोला। थ्याङ्क यू सो मच फर वाचिङ।